त्यसरी फाइनली आज मैले एउटा आइफोन पनि किनेर ल्याइसकेको छु। अनि मेरो एउटा ड्रिम थियो, सपना थियो आइफोन किनेर। हेलो एभ्रिवान, वेलकम टु ब्याक न्यू भ्लग। अहिले चाहिँ हामीहरू बजार जान आँटेको। अनि अब हुन्छ नि त, घर जान लाग्यो। अब बजारबाट त्यो विदेशीको पहिचान हुन्छ नि, एउटा गुर्काउनेवाला लगेज लिएर आउनु पर्यो। अनि सानोतिनो सामानहरू पनि लिएर आउनु पर्यो, घरतिर चक्लेटहरू ब्ल्याङ्केटहरू लिएर आउनु पर्यो। अनि त्यो भनेर हामी बजार जाँदैछौँ। गेटमा आइसक्यौँ। अनि हामी चाहिँ यता कान्छो भाइ सरहरू सबै भएर जाँदैछौँ। अनि एकछिनमा गाडी बुक गरिसकेका छौँ। गाडी बुक भयो भनेपछि हामी एकछिनमा बजार जाँदैछौँ। अनि मेरो प्यारो भाइलाई छोडेर अब घर जाने बेला भइगयो होइन। राम्रोसँग काम गरे किन खिच्छ फेरि। अनि सँगै काम गर्थ्यौँ भाइले र मैले। अब मेरो चाहिँ घर जाने बेला भइसक्यो। भाइ बिचरा एक्लै निसाल हुने भयो। अब एकछिन गाडी आयो भनेपछि हामी बजार जान्छौँ। अनि देखाउँछौँ हजुरहरूलाई के किन्छौँ भनेर है। ल हाम्रो गाडी नै आइसक्यो। हामी मार्केटमा आइपुग्यौँ साथीहरू। मेरो गाडी पनि रहेछ त किन्ने त। साथीहरू अगाडि हिँड्नु भएको छ, म पछि गाडी किन्ने हो खान्छ। हेलो साथीहरू, गुड मर्निङ है। अनि अहिले चाहिँ बिहान 8:30 भइसक्यो, 8:15 भइसक्यो। अनि सबैजना ड्युटी जानुभयो। अनि म पनि भर्खरै उठेर मुख मात्रै धोएको छु गाइस, मुख मात्रै धोएको छु। अनि हिजो चाहिँ त्यो भिडियो बनाइरहेको छु मैले होइन। तर त्यसको उनी भइएछ क्या, यो माइक नै बन्द भइया रहेछ। नोइस आउँछ भनेर माइक थियो, माइक लगाएको थियो। अनि त्यसको उनी बन्द भइएछ क्या, माइकको चार्जर सिद्धेर बन्द भइएछ। सबै भिडियो त त्यो बोली नै नआएको क्या। अनि त्यस्तो भिडियो भएर रहेछ। अनि त्यो भएर नि आज नेक्स्ट डे। अनि भर्खरै उठेँ म। अनि हिजो त्यो भिडियोमा अब नोइस नै आएको छैन। अनि मैले के ल्याएँ त्यो पनि देखाउनु पाएन हजुरहरूलाई। अनि अहिले चाहिँ तपाईँहरूलाई देखाउँछु के ल्याएँ भनेर। अनि यतातिर मेन कुरो गुर्काउनेवाला आयो। अनि यो गुर्काउनेवाला लकेज, अनि यो 2टा ब्ल्याङ्केट ल्यायो। अनि यो ब्यागहरू, अनि यसमा चक्लेटहरू छ। अनि यहाँभित्र लाइटहरू पनि छ 1-2टा होइन। अनि अरू त्यो के लाने हो र बिरामी भएको मान्छेले होइन। अनि मेन कुरा चाहिँ साथीहरू, मेरो एउटा सपना थियो नि। सबैजनाले भन्नुहुन्थ्यो कि आइफोन होइन। मैले सोच्थेँ फोन त फोनै हो, त्यो रातोले काट्ने हरियोले उठाउने त हो। तर पनि के फरक हुन्छ होला, सबले आइफोन भन्ने यति महँगो पर्छ, 2 लाख 3 लाख पर्छ भन्नुहुन्छ। अनि त्यसरी फाइनली आज मैले एउटा आइफोन पनि किनेर ल्याइसकेको छु। अनि मेरो एउटा ड्रिम थियो, सपना थियो आइफोन किनेर ल्याइसकेको छु। अनि यो मेरो चाहिँ अब बिरामी भएर जाँदैछु, त्यही पनि मैले आइफोन किनिरहेको छु क्या होइन। अनि केही सोचेर अब भोलिका दिनमा केही गर्छु भन्ने सोचेर किने मैले आइफोन। नत्र एन्ड्रोइड त मसँग थियो, राम्रै फोन थियो। तर पनि होइन, अब भोलि फेरि अब मलेसियामा आइनियो नआइनियो होइन, नेपालमा गएर किन्न गाह्रो हुन्छ। अनि यहीँ भएको बेला किनिहालौँ भनेर बिरामी भएर जाँदै भएर पनि आइफोन लिइहालौँ न त भनेर। अनि अरू केही नसोचेर यताउता होइन। अनि बरु बुढीलाई सामानहरू केही लग्दैन फ्यामिलीहरूलाई होइन। तर आइफोन किनेको छु होइन। अनि र अलिकति अब भिडियो क्वालिटी राम्रो आओस् भनेर नै मैले आइफोन किने गाइज। अनि र योभन्दा अलि बेटर आउँछ होला नि त यसमा त। मैले पनि ट्राई गरेको छैन, हिजो मात्रै किनेर साँझ भयो क्या, साँझ आयौँ।
अनि ट्राई गरेको छैन र अबबाट यो भ्लग त अब यही एन्ड्रोइडबाट भएको अब अर्को भ्लगबाट योभन्दा भोलि आउने भ्लगबाट चाहिँ अनि यो आइफोन 15बाट सुट हुनेछ गाइज हैन अनि कस्तो लाग्छ कमेन्ट गरिदिनु होला त्यति बेला अनि यसमा राम्रो क्वालिटी आउँछ या आइफोनमा राम्रो क्वालिटी आउँछ अनि त्यो भन्नु होला हजुरहरूले पनि र आजलाई यति नै साथीहरू अनि साथीहरू सबै अब ड्युटी जानुभयो बिहान 8:30 बजे 8 बजे सबै ड्युटी जानुभयो अब मेरो त आज लास्ट दिन हो अनि यहाँ लास्ट दिन आज बस्ने अब भोलि बिहान भरि बसिन्छ होला अनि भोलि लगभग 12-1 बजेतिर लगेर गइहाल्छ हामीहरूलाई बस पार्कसम्म छोडिदिन्छ भोलिको यात्रा बस पार्क एयरपोर्टसम्म नै हुन्छ रातभरि एयरपोर्ट अनि पर्सि बिहानको फ्लाइट हो अनि अब साथीले त सेवा पनि छोडिदिनु भएको रहेछ त सेवा पनि छोडिदिनु भएको छ बिरामी मान्छे सेवा खानु होला भनेर अनि कपडाहरू तेल थालिङै छ अनि साँझतिर साथी आउनुहुन्छ एउटाको साथीको 2 घन्टा मात्रै ओटी छ अनि उहाँ साथी आइसकेको छ यो प्याक सेट गर्ने कुरो छ अनि म पनि आज अब लास्ट दिन हैन अनि नुहाइधुवाइ गर्नु पर्यो नुहाइधुवाइ पनि गरेको छैन र यति नै साथीहरू अब नेक्स्ट भ्लग चाहिँ अर्को भ्लग चाहिँ हाम्रो आइफोन 15बाट सुट हुनेछ है अनि धेरै एक्साइटेड पनि छु धेरै खुसी पनि छु नर्भस पनि छु अब हैन यति महँगो फोन लियो भनेर तर केही छैन अब एउटा ड्रिम सपना थियो अनि त्यो पुरा गरेँ अनि मैले पनि आइफोन किनेको थिएँ भन्ने हुन्छ नि त कुनै दिन अनि त्यो भएर यति नै साथीहरू आजलाई भिडियो चाहिँ अब हिजो बजारतिरको भिडियो सबै देखाउन पाएन सबै भिडियोमा त्यो नोइस कुनै बोल्ने आवाज नै आएको छैन अनि त्यो भएर चाहिँ अब एकैचोटि यहाँ रुममै आएको भिडियो भयो अनि र अहिलेसम्म भिडियो हेरिदिनु भयो त्यसको लागि थ्याङ्क यू सो मच गाइज हैन र आइन्दा दिनहरुमा पनि हाम्रो भ्लगलाई हेरिदिरहनु होला माया गरिदिरहनु होला र भेटौँला भोलिको भ्लगमा आइफोनको भ्लगमा आजलाई छुट्टिन्छु साथीहरू बाई बाई